श्री सार्वजनिक माध्यमिक विद्यालय रङ्खाची छत्रदेव 5 पहिलेको साबित अहिलेको पनि छत्रदेव 5 हो सायद यो मैले पहिले कक्षा 11-12 पढाउने बिल्डिङ हो। यो बिल्डिङ पनि पहिले नै बनिसकेको थियो मैले पढाउँदै। यो पनि बनिसकेको थियो यो पनि लगभग बनेकै थियो। यो पनि बनेको थियो। यो चाहिँ पछि बनेको बिल्डिङ हो। यो श्री सार्वजनिक माध्यमिक विद्यालयबाट देखिने वरिपरिको दृश्य हो यो। यहाँबाट रेसुङ्गा अर्जुन गुल्मी जिल्लाको अग्ला पहाडहरू देख्न सकिन्छ। अहिले यो विद्यालयमा यो धुप्पी सल्लो र अन्य बिरुवाहरूले रमणीय बनेको छ। पहिला चाहिँ मैले पढाउँदै गर्दा यहाँ यो थिएन। यो विद्यालयको प्रगति हो भनेर भन्न सकिन्छ। फुलका बिरुवाहरू वरिपरि विद्यालय प्राङ्गणको भित्र विकास भइरहेका छन्। लेखनाथ पौडेलको यो उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भन्ने कोटेसन कविताबाट ल्याएको देख्न सकिन्छ। यसले विद्यार्थीलाई अनुशासित र शिक्षकलाई समर्पित बनाउँछ।